राष्ट्रपतिले 6 विभागमा प्रमुख तोक्यो, नयाँ पदाधिकारी र सदस्य मनोनित। निजी भ्रमणका लागि मुस्ताङ हिँडेका प्रधानमन्त्री बालेन शाह पोखरा पुगे। राष्ट्रसभा सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित। राष्ट्रसभा प्रवक्तामा जगदीश खरेल मनोनित। अख्तियार प्रमुख राईसँग 4.5 घण्टा संसदहरूको प्रश्न उत्तर। काङ्ग्रेसको 15औं महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा। 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या, 12 मा प्रदर्शन जारी। रजिस्ट्रार नियुक्त नहुँदा ठूलो विश्वविद्यालयमा बजेट शून्यता। प्रधान न्यायाधीश शर्मा सहित 3 न्यायाधीशको टोली पोखरामा। पहिरो गएको 8 दिन बित्दा पनि राहत सामग्री बाटोमै अलपत्र। अख्तियार प्रधानमन्त्री कार्यालयमा दबाब दिएको विषयमा संसदीय समितिमा। भाङ खेतीलाई व्यावसायिक र औषधीय प्रयोगका लागि कानुन बनाउन सरकारको सकारात्मक। कोशीमा 3 महिला मन्त्री बनेपछि एमाले संसदको व्यङ्ग्य। धवल राणा र दुर्गा प्रसाईको सहकार्य 3 महिनामै टुट्यो। शङ्खमुलको होस्टलमा युवकको हत्या। मुख्य सचिव बन्न योग्य व्यक्ति राष्ट्र बैङ्कको गभर्नर बन्न नपाउने। समाचारमा अब अर्थतन्त्रको प्रसङ्ग। नोटबन्दी बारे सरकारको धारणा। नेप्से 10.67 अङ्कले घट्यो। समाचारमा अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इमरान खान स्वास्थ्य परीक्षणपछि जेल फिर्ता। बङ्गलादेशको 23औं राष्ट्रपति बने मिर्जा फखरुल। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभा केन्द्रीय समिति बैठकले पार्टीको 6 वटा विभागमा प्रमुख तोकेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पूर्वाधार विभागका प्रमुख दिशा डाङ्गी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागका शिशिर खनाल, अर्थ विभागका लिमा अधिकारी, संगठन विभागका प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागका विजय जैरू र जनस्वास्थ्य विभागका प्रमुख तोसीमा कार्कीलाई मनोनित गरेको हो। बैठकले 11 जनालाई सचिवालय सदस्य समेत मनोनित गरेको छ। सचिवालय सदस्य शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर, मनिष झा र पुरुषोत्तम यादव रहेका छन्। त्यस्तै केन्द्रीय सदस्यमा भूपदेव शाह, सुनिल लम्जाल, सुदन गुरुङ, प्रतिभा राउल, पुरुषोत्तम यादव, बसु माया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी र डाक्टर भानुभक्त राईलाई मनोनित गरिएको छ। बैठकले सहमहामन्त्री पुरुषोत्तम यादव, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता नमिता यादव र सुरेन्द्र चौधरी तथा कोषाध्यक्ष मनोहर प्रधानलाई जिम्मेवारी दिएको छ। सहकोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनित गरिएको छ। निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह बालेन शुक्रबार दिउँसो पोखरा पुगेका छन्। उनी निजी गाडीमा पोखरा आइपुगेका हुन्। प्रधानमन्त्री शाह आज पोखरा नजिकै अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिजोर्टमा बास बस्ने भएका छन्। उनको आगमनसँगै रिजोर्ट तथा आपसको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले पुरुषोत्तम यादवलाई सहमहामन्त्रीमा मनोनित गरेका छन्। शुक्रबार यादवलाई सहमहामन्त्री पदमा मनोनित गरिएको यादव प्रतिनिधि सभाको सदस्य समेत हुन्। चितवनमा सम्पन्न राष्ट्रसभाको महाधिवेशनबाट सहमहामन्त्री पदमा 3 जना निर्वाचित भएका थिए। पार्टीको विधान अनुसार थप 2 जना सहमहामन्त्रीमा मनोनित गर्न सकिने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रवक्तामा जगदीश खरेल मनोनित भएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो। खरेल ललितपुर 2 बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसअघि उनी सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार मन्त्री समेत जिम्मेवारी पाएका थिए। त्यस्तै राष्ट्रसभाले सहप्रवक्तामा सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका अख्तियार दुरुपयोग अनुसन्धानका आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले झण्डै 4.5 घण्टा संसदहरूको प्रश्नको सामना गरेका छन्। बैठकमा राजधानी प्रकरण, ठूला भ्रष्टाचारका मुद्दा, अख्तियार स्वतन्त्रता र प्रधानमन्त्री कार्यालयसँगको सम्बन्धबारे संसदहरूले चर्को प्रश्न उठाएका थिए। जवाफमा राईले प्रधानमन्त्री कार्यालयमा छलफलका लागि गएको स्वीकार गर्दै राजधानी प्रकरणको मुद्दा दायर भइसकेको बताए। उनले अख्तियारमा पर्ने अधिकांश उजुरी 1 महिनाभित्र पछौटो हुने जानकारी दिए। नेपाली काङ्ग्रेसका 15औं महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षीय नेताहरू सर्वोच्च अदालत पुगेका छन्। महाधिवेशन रोक्न निवेदन पेश गरिएको पनि हालसाल दर्ता भर्नी भएको छैन। सर्वोच्च अदालत प्रवक्ता अर्जुन कोइरालाले निवेदन अध्ययन भइरहेको बताएका छन्। काङ्ग्रेसले आगामी 16 देखि 19 असोजसम्म 15औं महाधिवेशन गरी प्रक्रिया अघि बढाइसकेको छ। 77 वटै जिल्लाबाट अधिवेशनका लागि 85 निर्वाचन अधिकृत परिचालन गरिएको छ। 12 मा घरबाट हराएकी 3 वर्षीय बालिकाको 3 दिनपछि बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएपछि जिल्लामा तनाव बढेको छ। गत आइतबारदेखि हराएकी बालिकाको शव घरबाट करिब 200 मिटर टाढा रहेको एक सुनसान घरबाट प्रहरीले फेला पारेको थियो। घटनामा संलग्न रहेको आरोपमा 16 वर्षीय किशोर र 24 वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका छन्। प्रहरीले किशोरले चकलेटको प्रलोभन देखाई बालिकालाई लगेको र हत्या गरेको स्वीकार गरेको जनाएको छ। चौधरी पनि घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका हुन्। घटनापछि पीडित परिवार तथा आफन्तले बालिका हराएको समयमा प्रहरीले खोजीमा ढिलाइ गरेको आरोप लगाउँदै वीरगञ्ज पैथलिया सडक अवरोध गरेर प्रदर्शन गरिरहेका छन्। दोषीलाई कडा कारबाही, प्रहरीको लापरवाहीमाथि छानबिन र पीडित परिवारलाई न्यायको माग उनीहरूको माग छ। जिल्ला सुरक्षा समिति राजनीतिक दलका स्थानीय प्रतिनिधिसँग सहमति गरेर पीडित परिवार त्यसमा सहमत नभएपछि आन्दोलन जारी छ। प्रहरीले घटनामा अन्य व्यक्तिसँग संलग्नता भए नभएको बारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।
सरकारले त्रिभुवन विश्वविद्यालय सहित करिब 1 दर्जन विश्वविद्यालयको रजिस्ट्रार नियुक्त नगर्दा नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि केही विश्वविद्यालय बजेट विहीन भएका छन्। त्रिवी, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा रजिस्ट्रार नहुँदा बजेट निर्माण गरी विश्वविद्यालय सभाबाट पारित गर्न सकिएको छैन। रजिस्ट्रार नियुक्त नहुँदा विश्वविद्यालयको नीति तथा कार्यक्रम कार्यान्वयन समेत समस्या देखिएको छ। त्रिवीको करिब 26 अर्ब रुपैयाँको वार्षिक बजेट पारित हुन नसक्दा करिब 95,000 विद्यार्थीको गेस्ट लिस्ट समेत सभाबाट अनुमोदन हुन बाँकी छ। यसले आगामी दीक्षान्त समारोहको तयारीमा समेत असर पार्ने देखिएको छ। काठमाडौँ, पूर्वाञ्चल, पोखरा, सुदूरपश्चिम कृषि तथा वन विज्ञान, मध्यपश्चिम र नेपाल संस्कृति विश्वविद्यालयको रजिस्ट्रार पद रिक्त छ। शिक्षा मन्त्रालयले भने त्रिवी सहित 5 विश्वविद्यालयका रजिस्ट्रार नियुक्तको प्रक्रिया अघि बढाएको जनाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहित 3 न्यायाधीश र प्रमुख रजिस्ट्रार विमल पौडेलको टोली शुक्रबार बिहान पोखरा पुगेको छ। टोलीले उच्च अदालत पोखरा, पोखराको अस्थायी इजलास तथा केही जिल्ला अदालत अनुगमन गर्ने कार्यक्रम रहेको न्यायाधीश सचिवालयले जनाएको छ। टोलीले कास्की, स्याङ्जा हुँदै बागलुङको जिल्ला अदालतसम्म अनुगमन गर्नेछ। अनुगमन सकेर टोली आइतबार काठमाडौँ फर्किनेछ। टोलीले मुस्ताङ जाने कार्यक्रम पनि तय नभएको सचिवालयले स्पष्ट पारेको छ। रोल्पाको थबाङ गाउँपालिका 5 उवाको कोटल 12मा पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीडितसम्म पुग्न सकेको छैन। सडक पहिरोको कारणले ठाउँ ठाउँमा भत्किएपछि खाद्यान्न, लत्ता कपडा र अन्य अति आवश्यक सामग्री माबाङ, पोबाङ र फुलीवनमै रोकिएका छन्। पहिरोमा 9 परिवारको 13 जनाको ज्यान गुमाएको छ। 10 परिवार विस्थापित भएका छन्। केही पीडित आफन्त घरमा र केही स्वास्थ्य चौकीमा आश्रय लिएर बसिरहेका छन्। सडकबाट राहत सामग्री कोटलबारीसम्म पुर्याउन मात्रै करिब 200 भरि आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले बताएका छन्। स्थायी तह र विभिन्न सङ्घ संस्थाले राहत उपलब्ध गराइरहे पनि सडक अवरोध हुँदा सामग्री डुबानको समस्या भएको छ। प्रशासनले राहत वितरणमा एक द्वार प्रणाली अपनाउन र सडक खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। लगातार वर्षा भइरहेकाले उवामा 27 घरसहित आसपासका क्षेत्रमा पहिरोको जोखिम कायमै रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय अख्तियारको पदाधिकारी प्रधानमन्त्री कार्यालयका करिब 7 घण्टा राखेर राजधानी खरिद प्रकरण अभियोजन गर्ने दबाब दिएको विषयमा संसदीय समितिमा उठेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले यसबारे अख्तियार प्रमुख प्रेम कुमार राईसँग स्पष्ट जवाब मागेका थिए। राष्ट्रसभा सभापति रवि लामिछानेले सरकारबाट अख्तियारको काममा अवरोध भएको भए आयोगले आवश्यक कारबाही अघि बढाउन सक्ने बताएका छन्। उनले संवैधानिक आयोगलाई स्वतन्त्रता रूपमा काम गर्ने वातावरण बनाउनु सरकारको जिम्मेवारी भएको बताए। जवाफमा अख्तियार प्रमुख राईले प्रधानमन्त्री कार्यालयमा छलफलका लागि उनी बोलाइएको स्वीकार गरे। जवाफमा अख्तियार प्रमुख राईले प्रधानमन्त्री कार्यालयमा छलफलका लागि बोलाइएको स्वीकार गरे। उनले राजधानी प्रकरणमा छलफलपछि केही सुधार गरिएको र मुद्दा दर्ता भइसकेकाले त्यसको कानुनपछि अभियोजन पत्रबाटै स्पष्ट हुने बताए। बैठकमा विपक्षी दलका साथै राष्ट्रसभाका सांसदहरूले पनि अख्तियारको स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने माग गरेका थिए। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले भाङको व्यावसायिक उत्पादन तथा औषधीय प्रयोगलाई कानुनी मान्यता दिने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले प्रश्न जवाफ दिँदै मन्त्री वाग्लेले अध्ययन र विज्ञहरूको निष्कर्ष आधारमा कानुन बनाएर भाङ खेतीलाई व्यवस्थित गर्न अर्थ मन्त्रालय पूर्ण सहयोग गर्ने बताए। उनले भाङ उत्पादन र बजारीकरण विषयमा आम्दानी, रोजगारी र राजस्वसँग मात्र नभई औषधीय प्रयोगसँग पनि जोडिएको उल्लेख गरे। यो विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले गृह मन्त्रालयसँग समन्वय गरी थप अध्ययन र कानुन प्रक्रिया अघि बढाउने वाग्लेले बताए। उनले भाङ खेतीलाई औद्योगिक प्रवर्धन र सरकारी राजस्व वृद्धिको दृष्टिले प्राथमिकता राखेर प्रक्रिया अघि बढाउन प्रतिबद्धता जनाए। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अन्तर्गत कानुन, नियमावली तथा कार्यविधि निर्माणका लागि प्रारम्भिक रूपमा 7 लाख रुपैयाँ बजेट विनियोजन गरिएको पनि मन्त्री वाग्लेले जानकारी दिए। आवश्यक परे थप बजेट उपलब्ध गराउने उनले आश्वासन दिएका छन्। कोशी प्रदेश सरकारले 3 महिला मन्त्रीलाई नियुक्त भएपछि महिला संसदहरूले खुसी व्यक्त गरेका छन्। तर एमाले संसद तथा पूर्व मन्त्री रामबहादुर मगरले भने महिला सहभागितामाथि व्यङ्ग्य गरेका छन्। मुख्यमन्त्री हिक्त कुमार कार्कीको नेतृत्वमा रहेको मन्त्री परिषदमा गीता तिमल सिन्हा, सामाजिक विकास मन्त्री थिनु लिङवाङ लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्य मन्त्री नियुक्त गरिएको छ। शुक्रबार प्रदेश सभा बैठकमा बोल्दै मगरले मन्त्री परिषदमा 3 महिला मन्त्री बनेको विषयमा व्यङ्ग्य गर्दै अब कुखुराले अन्डा पार्छ, बच्चा कोराल्छ भन्ने टिप्पणी गरे। यता महिला संसदहरूले भने 3 महिलालाई मन्त्री बनाइनुले ऐतिहासिक र गौरव विषय भन्दै स्वागत गरेका छन्। संसद खगेश्वरी पौडेलले समानुपातिकाबाट आएको महिलालाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनु महिलाले पनि सरकार सञ्चालन गर्न सक्छन् भन्ने बलियो प्रमाण भएको बताइन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व मन्त्री धवल शमशेर राणा र राष्ट्रिय धर्म, संस्कृति तथा नागरिक बचाउ महान अभियान संयोजक दुर्गा प्रसाईबीच भएको राजनीतिक सहकार्य 3 महिना नपुग्दै टुटेको छ। गत जेठ 22 गते राणा र प्रसाईबीच 11 बुँदे सहमति भएको थियो। हिन्दू राष्ट्र राज्य संस्थाको आवश्यक विदेशी हस्ताक्षेप विरोध, लघु वित्त तथा सहकारी पीडितको समस्या समाधानको विषय लगायत सहमति समेटिएको थियो।
तर पार्टीको नेतृत्व र शक्तिको बाँडफाँड विषयमा दुई नेताबीच मतभेद बढेको नेताहरूले बताएका छन्। प्रसाईले आफूलाई पार्टीमा सर्वोच्च निर्णयकर्ता अर्थात् सुप्रिम लिडरको भूमिका राख्न पनि अडान लिएपछि विवाद बढेको थियो। राणा पक्ष भने पार्टीलाई लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा सञ्चालन गर्ने पक्षमा थियो। सहमति टुटेपछि राणाले राप्रपाबाट अलग हुँदै साउन 29 गते निर्वाचन आयोगमा जय नेपाल पार्टी दर्ता लागि निवेदन दिएका छन्। 79 सदस्यीय केन्द्रीय समिति रहेको पार्टीले चुनाव चिन्ह त्रिकोण राखेको छ। यता प्रसाई भने आफ्नो नेतृत्वको पार्टी गठन गर्ने घोषणा गरेका छन्। यसैसँग सुरुवाती चरणमा एउटै राजनीतिक शक्तिमा रूपमा अघि बढ्ने घोषणा गरेका राणा र प्रसाई अहिले छुट्टा-छुट्टै राजनीतिक बाटोमा लागेका छन्। काठमाडौँको शङ्खुमुल स्थित भ्याली भोइज होस्टेलमा कुटपिट तथा धारिलो हत्या प्रहारबाट एक युवकको मृत्यु भएको छ। डाँगोको घोराई उपमहानगरपालिका 17 घर भई होस्टेलमा बस्दै आएका 22 वर्षीय बसन्त कालाथोकीको हत्या भएको हो। उनीमाथि सोही होस्टेलमा बस्ने 12 कलैया 3 का 18 वर्षीय शेखर यादव र करिब 20 वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हत्या प्रहार गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते कालाथोकीलाई उपचारका लागि मिनी भवन स्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेकाले उनले उपचारकै क्रममा मृत्यु भएको हो। घटनामा संलग्न भएको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने फरार प्रमित पटेलको खोजी पनि भइरहेको छ। प्रतिनिधि सभामा अर्थ समितिले पारित गरेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकले राष्ट्र बैंक गभर्नर नियुक्तका लागि योग्यता थप कडा बनाएको छ। नयाँ व्यवस्था अनुसार नेपाल सरकारले मुख्य सचिव बन्न योग्य व्यक्ति नै राष्ट्र बैंकको गभर्नर बन्न नसक्ने अवस्था देखिएको छ। विधेयकमा गभर्नरका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक उत्तर तह उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंक कार्यालयमा निर्देशक, विश्वविद्यालयको प्रधानाध्यापक वा क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक वित्तीय संस्थामा सोसरह पदमा कम्तीमा 4 वर्ष अनुभव हुनु पनि व्यवस्था गरिएको छ। यसअघि नेपाल सरकारको सचिव वा विश्वविद्यालयको प्रधानाध्यापक भइसकेका व्यक्ति पनि गभर्नरका लागि योग्य हुने व्यवस्था थियो, तर अब 4 वर्षको अनुभव अनिवार्य गरिएको छ। विधेयक अनुसार उमेरका कारण 4 वर्षभन्दा कम अवधि मात्र सेवा गर्न पाउने व्यक्ति पनि गभर्नर बन्न अयोग्य हुनेछन्। सरकारले सचिवको कार्यकाल 3 वर्षमा सीमित गर्ने तयारी गरिरहेकाले नयाँ व्यवस्था लागू भए अवकाश प्राप्त सचिव समेत गभर्नर बन्न अयोग्य हुन सक्ने देखिएको छ। अर्थमन्त्री सोर्नी मोवाग्लेले सरकारले अहिले नोटबन्दी गर्ने बारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादीले वन स्टिल स्थित पार्टी कार्यालयमा आयोजना गरेको नागरिक नीति र नेतृत्व संवादबारे कार्यक्रम सहभागी नागरिकले नोटबन्दी किन नगर्ने भनेर प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्। नेपालमा अहिले नोटबन्दी उपयुक्त नहुने भन्दै यसबारे सरकारले नसोचेको बताए। अन्य मुलुकले नोटबन्दी अभ्यास गरे पनि त्यसको सफलता राम्रो नदेखिएको भन्ने उनको भनाइ थियो। शुक्रबार निफ्टी परिसूचक 10.67 अङ्कले घटेर 2618.72 बिन्दुमा बन्द भएको छ। कारोबार रकम पनि घटेर 4 अर्ब 16 करोड रुपैयाँमा सीमित भएको छ। यस दिन 344 धितो पत्रको 1,22,765 किता सेयर कारोबार भयो। 70 कम्पनीको मूल्य बढ्दा 198 कम्पनीको घटेको छ। सर्वोत्तम पेन्ट्स मूल्य सर्वाधिक 14.99% बढेको छ भने धौलागिरी लघु वित्त 60.26% घटेको छ। रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक 26 करोड 37 लाख रुपैयाँको कारोबार भएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि इस्लामाबाद स्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार अदियाला जेल फिर्ता गरिएको छ। सर्वोच्च अदालतको आदेश अनुसार निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको हो। उच्च सुरक्षा व्यवस्था बीच अस्पतालमा लगिएको खानको आवश्यक जाँच पूरा भएपछि जेल फर्काइएको अधिकारीहरूले बताएका छन्। खान सन् 2023 देखि जेलमा छन्। तोसा खाना मुद्दामा 14 वर्ष सजाय भोगिरहेका उनलाई रक्तचापको उतार चढाव देखिएपछि स्वास्थ्य परीक्षण गरिएको हो। बङ्गलादेश सत्तारूढ दलका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगरीलाई नयाँ राष्ट्रपति चयन गरेको छ। संसदमा भएको निर्वाचनमा 78 वर्षीय आलमगरीले 255 मत पाएर विजयी भए भने विपक्षी उम्मेद्वार ओली अहमदले 78 मत पाए। आलमगरी बङ्गलादेशका 23औं राष्ट्रपति बनेका छन्। यसअघि उनी बीएनपीका महासचिव तथा विभिन्न मन्त्रालयका मन्त्री समेत रहिसकेका छन्। पूर्व राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनको लागि निर्वाचन भएको। आलमगरी राष्ट्रपति बनेसँगै चीनले पनि उनलाई बधाई दिएको छ। राष्ट्रपतिको रूपमा आलमगर राज्य प्रमुख तथा सशस्त्र बलका सर्वोच्च कमान्डर बन्नेछन्।